टिकटकमा भएका भिडियोहरूलाई कसरी लुकाउने। यदि तपाईले सबै भिडियोलाई एकैचोटी लुकाउन चाहनुहुन्छ भने पनि त्यो आइडिया छ मसँग र एउटा गरी लुकाउन चाहनुहुन्छ भने पनि त्यो पनि तपाईले सजिलैसँग लुकाउन सक्नुहुन्छ। अब त्यो कसरी लुकाउने, कुन तरिकाले लुकाउने भन्ने बारेमा चाहिँ आजको यस भिडियोमा म बताउने छु। तर त्यो भन्दा पहिले चाहिँ तपाईले रामवीर ब्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुस् र आगामी दिनहरुमा तपाईले यस्तै भिडियोहरु हेर्नको लागि बेल घण्टीलाई पनि प्रेस गर्नुस् र नबुझेका कुराहरु केही छन् भने कमेन्ट गर्नु होला। साथीहरु, यो चाहिँ मेरो टिकटक आइडी रहेको छ। यो टिकटकलाई पनि तपाईले फलो गर्नुभएको छैन भने फलो गर्नु होला र यसमा पनि तपाईले कमेन्टहरु गर्न सक्नुहुन्छ। यहाँ भिडियो आइराख्छन् र अब सबभन्दा पहिले चाहिँ तपाईले आफ्ना भिडियोहरु प्राइभेट गर्नको लागि आफ्नो टिकटक प्रोफाइलमा क्लिक गर्नु होला। म यहाँ टिकटक प्रोफाइलमा गएको छु अलरेडी र यसमा गइसके पछाडी तपाई माथिपट्टि तीनवटा धर्स देख्न सक्नुहुन्छ। यसमा क्लिक गर्नु होला। अब यसमा क्लिक गरिसके पछाडी यहाँनिर यस्तो फिचर देख्न सक्नुहुन्छ र यहाँ तलपट्टि सेटिङ एन्ड प्राइभेसी भनेको छ। यसमा क्लिक गर्नु होला। अब यसमा क्लिक गरिसके पछाडी यहाँनिर यस्तो इन्टरफेस खुल्छ हैन र त्यस पछाडी चाहिँ एक्टिभिटी सेन्टर भनेको छ। एक्टिभिटी सेन्टरमा क्लिक गर्नु होला। एक्टिभिटी सेन्टरमा क्लिक गरिसके पछाडी अब यहाँनिर लास्टमा रहेको छ म्यानेज पोस्ट भिजिबिलिटी भनेको छ। यसमा क्लिक गर्नु होला। जुन आइको आइकन रहेको छ, आँखाको आइकन, यसमा टच गर्नु होला। अब यसमा टच गरिसके पछाडी अब यहाँनिर जति पनि तपाईले पोस्ट गरेका भिडियोहरु छन् यहाँ देखिन्छ है। र अब यसले चाहिँ तपाईले एउटा मात्र भिडियोलाई प्राइभेट गर्न चाहनुहुन्छ अथवा लुकाउन चाहनुहुन्छ भने यहाँनिर यो जुन गोलो देखाएको छ यसमा टिक लगाउनु होला। यसमा र सबै भिडियोहरु गर्न चाहनुहुन्छ भने यस्तो टिक लगाउँदै जानु होला अन्तिमसम्म। जति पनि तपाईका भिडियोहरु छन् ती सबै भिडियोमा लगाउन सक्नुहुन्छ। र मैले चाहिँ एउटा मात्र भिडियो बनाएर देखाउँछु है। र त्यसपछि चाहिँ एउटा भिडियोमा चाहिँ क्लिक गरिसके पछाडी यहाँ तलपट्टि नेक्स्ट भनेर आउँछ। यो नेक्स्टमा क्लिक गर्नु होला। अब यसमा क्लिक गरिसके पछाडी तीनवटा अप्सन आउँछ, एभ्रीवन, फ्रेन्ड, ओन्ली यु भनेको छ। अब साथीहरुलाई मात्र देखाउन चाहनुहुन्छ भने फ्रेन्डमा गर्न सक्नुहुन्छ। सबैले देखाउन चाहनुहुन्छ भने एभ्रीवन गर्न सक्नुहुन्छ। र यदि चाहिँ तपाईले आफूले मात्र हेर्न चाहनुहुन्छ, कसैले पनि देखाउन चाहनुहुन्न भने ओन्ली मीमा क्लिक गर्नु होला। यहाँनिर ओन्ली मीमा क्लिक गरिसके पछाडी अपडेटमा क्लिक गर्नु होला र त्यस पछाडी अब चाहिँ तपाई यहाँनिर देख्न सक्नुहुन्छ यो भइसकेको छ। र म ब्याक गरे देखाउँछु तपाईले। म ब्याक गरे। ब्याक गरिसके पछाडी अब अहिले चाहिँ मेरा जति पनि भिडियोहरु सो भएको छन् तर भर्खरै जुन भिडियो हामीले चाहिँ लुकाएका थियौं त्यो भिडियो चाहिँ देखिएको छैन है। यहाँ अब त्यो भिडियो कहाँ गएर बस्छ त भन्दा यहाँनिर जुन चापीको आइकन रहेको छ यसमा गएर बस्छ यहाँनिर। र अरु साथीहरुले देख्दैन, केवल तपाईले मात्र देख्नुहुन्छ। अब फेरि यसले चाहिँ तपाईले सबैले देखाउनको लागि चाहिँ फेरि तपाई तीनवटा धर्समा जानु होला। सेटिङ एन्ड प्राइभेसीमा जानु होला। अनि त्यसपछि एक्टिभिटी सेन्टरमा जानु होला र त्यसपछि चाहिँ म्यानेज पोस्टमा जानु होला। यसमा गइसके पछाडी यहाँनिर हुँदैन, त्यो भिडियो देखिँदैन। अब कहाँनिर जानु पर्यो भन्दा ओन्ली युमा जानु पर्यो। ओन्ली युमा गइसके पछाडी फेरि यहाँनिर टिक लगाउनु होला र त्यस पछाडी नेक्स्ट गरेर फेरि एभ्रीवन गर्नुभयो भने फेरि पब्लिश हुन्छ है। यो सबैजनाले देख्छन्। यसरी चाहिँ तपाईले आफ्ना टिकटकका भिडियोहरुलाई लुकाउने र पब्लिश गर्न सक्नुहुन्छ। भिडियो कस्तो लाग्यो, पक्कै पनि राम्रो लाग्यो भने रामवीर ब्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला र मन परे लाइक गर्नु होला। धन्यवाद।